नमस्ते। अघिल्लो भिडियोमा हामीले शेयर बजारको इतिहासको बारेमा कुरा गर्यौं। आज हामी एकदमै आधारभूत तर सबैभन्दा महत्त्वपूर्ण कुरा बच्नेछौँ। आखिर यो शेयर भनेको चाहिँ के हो त? धेरैलाई लाग्छ यो कुनै जादु वा चिट्ठा हो, तर त्यसो होइन। आज म तपाईलाई हाम्रो गाउँघरकै एउटा उदाहरण दिएर यो बुझाउँछु। मानौँ तपाईको गाउँमा एउटा ठुलो डेरी उद्योग खोल्ने योजना बन्यो। त्यो डेरी खोल्न 10 लाख रुपैयाँ चाहिन्छ, तर गाउँको कुनै एक व्यक्तिसँग एक्लै 10 लाख रुपैयाँ छैन। अब के गर्ने त? के डेरी नखोल्ने? होइन। अब गाउँका 100 जना मानिसहरू मिल्छन् र सबैले जनै 10-10 हजार रुपैयाँ जम्मा गर्छन्। यसरी 10 लाख रुपैयाँ जम्मा हुन्छ र डेरी खुल्छ। यहाँ जुन तपाईले 10,000 रुपैयाँ लगानी गर्नुभयो, त्यो 10,000 रुपैयाँ बराबरको तपाईले त्यो डेरीको अंशियार वा हिस्सेदार बन्नुभयो। हो, यही हिस्सा वा अंशलाई नै सजिलो भाषामा शेयर भनिन्छ। अब त्यो डेरीले वर्षभरि दुध, दही र घिउ बेचेर नाफा कमाउँछ। मानौँ सबै खर्च कटाएर 1 लाख रुपैयाँ नाफा भयो। अब त्यो नाफा कसको त? त्यो नाफा ती 100 जना लगानीकर्ताको हो, जसले पैसा हालेका थिए। तपाईले जति शेयर हाल्नु भएको छ, त्यही अनुसार तपाईले आफ्नो भागको नाफा पाउनुहुन्छ। यसरी कम्पनीले दिने नाफालाई हामी लाभांश डिभिडेन्ड भन्छौँ। यसको अर्थ के हो भने तपाईले काम नगरे पनि तपाईको पैसाले तपाईको लागि काम गरिएको हुन्छ। साधारण भाषामा भन्नुपर्दा जब तपाई कुनै कम्पनीको शेयर किन्नुहुन्छ, तपाई त्यो कम्पनीको मालिक बन्नुहुन्छ। चाहे त्यो ठुलो बैंक होस् वा ठुलो हाइड्रो पावर आयोजना। तपाईले 1,000 रुपैयाँ मात्र लगानी गर्नुभएको छ भने पनि तपाई त्यो अर्बौं कम्पनीको एक हिस्साको मालिक हुनुभयो। कम्पनी जति ठुलो हुँदै जान्छ, तपाईको शेयरको मूल्य पनि बढ्दै जान्छ र तपाईलाई फाइदा हुन्छ। तपाईले बुझ्नुभयो त? शेयर भनेको अरु केही नभएर कुनै पनि व्यवसायमा गरेको सानो हिस्साको लगानी हो। अब अर्को भिडियोमा हामी कुरा गर्नेछौँ यो शेयर कसरी किन्ने र आइपिओ भनेको के हो, जुन अहिले नेपालमा धेरै चर्चा छ। अझ केही बुझ्नु भएको छैन भने तल कमेन्टमा सोध्नुहोला है, म तपाईलाई बुझाउने प्रयास गर्नेछु। सहर गाउँ शेयर खबर हेर्दै गर्नुहोला। धन्यवाद। नमस्कार।